आज हामी आन्दोलनको 6औं दिनमा छौं। यो 6औं दिनमा आइपुग्दा समेत जुन उत्साहका साथ जनप्रदर्शनमा सहभागिता रहेको छ त्यो अत्यन्तै उत्साहजनक छ र म तपाईहरु सबैलाई स्वाभिमानी राष्ट्रवादी दाजुभाइ तथा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन किसिमको उत्साह यो आन्दोलनमा देखिएको छ भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि राष्ट्र र राज संस्था पुनर्स्थापनाको निमित्त सुशासनको माध्यमबाट आर्थिक समृद्धिको निमित्त भइरहेको यो जनआन्दोलनमा देखिएको जनताको उत्साह समर्थन र सहभागिताबाट भ्रष्ट सरकार अत्किएको छ, विचलित भएको छ। त्यही कारण गर्दा प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलो पटक सिङ्गो काठमाडौँ महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ। सिङ्गो काठमाडौँलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको निमित्त म आग्रह गर्न चाहन्छु। निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न सकिँदैन। निषेधित क्षेत्र घोषणा गर्दैमा वा प्रहरीको दमन कायम गरेर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरूलाई जोगाउन सकिन्छ भनेर यदि कसैले सोचेको छ भने त्यो सपना नदेख्नको निमित्त म आग्रह गर्न चाहन्छु। आन्दोलनको दौरानमा कहिले सहभागिता कम होला, कहिले बढी होला, तर आन्दोलनको शक्ति, आन्दोलनको ताकतमा कुनै कमी आएको छैन र आउने पनि छैन। यो भ्रष्ट सरकारले गएको जेठ 18 गते हामीले शान्तिपूर्ण ढंगबाट नारायण चौक नक्सालमा प्रदर्शन गरिरहँदा जुन ढंगबाट दमन गर्ने दुस्साहस गर्यो त्यसको म घोर भर्त्सना र निन्दा गर्न चाहन्छु। म आम संचार माध्यमका साथीहरूलाई, मानव अधिकारका साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले त्यो दिन निषेध आज्ञा तोडेका थिएनौं, निषेधित क्षेत्र तोडेका थिएनौं, कानूनको उल्लङ्घन गरेका थिएनौं। जुन ठाउँमा 17 गते सभा भएको थियो, जुन बाटोबाट 17 गते 16 गते हाम्रो जुलुस गएको थियो, त्यही बाटोबाट त्यही ठाउँमा
प्रदर्शन गर्न खोज्दाखेरि यो कायर सरकारले, यो भ्रष्ट सरकारले प्रतिबन्ध लगाउने दुष्प्रयास गर्यो। त्यो शान्तिपूर्ण जुलुसमाथि लाठी प्रहार गर्ने, प्रहरीको बुटले हिर्काउने जस्ता जघन्य अपराधका कार्यहरू देश दिन हुन गए। हामीले कुनै क्षेत्र तोडेका थिएनौं, कानुन उल्लङ्घन गरेका थिएनौं, तर म स्वयंलाई जुन ढंगबाट अमानवीय बर्बरतापूर्ण ढंगबाट बुटले हिर्काउने, लाठीले हिर्काउने, घिसार्ने, पठार्ने काम गर्यो, त्यो सारा दुनियाँले देखेको छ। म प्रधानमन्त्री केपी ओलीलाई भन्न चाहन्छु, कुनै दिन तपाईको मन्त्री परिषदमा तपाई पछिको दोस्रो उप प्रधानमन्त्री भएर यो देशको इज्जत बचाउने काममा हामीले ठूलो योगदान पुर्याएका छौं। केपी ओलीजी, प्रधानमन्त्रीजी, म तपाईलाई सम्झाउन चाहन्छु, भारतले लगाएको आर्थिक नाकाबन्दी अन्त गर्नको निमित्त हामीले जुन बुद्धिमत्तापूर्ण ढंगबाट काम गरेका थियौं, तराई मधेसमा भइरहेको आन्दोलन मत्तर पार्नको निमित्त जुन भूमिका निर्वाह गरेको थियौं, चीनसँग रेल, तेल, बिजुली, व्यापार, परिवहन लगायतका विभिन्न क्षेत्रहरूमा आर्थिक विकासको नयाँ खाकाको हामीले योगदान पुर्याएका थियौं। आज मलाई तपाईकै अन्तर्गत रहेको सरकारले, गृह मन्त्रालयले र गृह मन्त्रालय अन्तर्गत रहेको प्रहरीले जुन अमानवीय व्यवहार गर्यो, जुन बर्बरतापूर्ण ढंगबाट, मध्ययुगीन कालका बर्बरतापूर्ण ढंगबाट घिसार्दै लैजाने काम गर्यो। प्रधानमन्त्रीजी, तपाईले नेपाली जनतालाई जवाब दिनु पर्दछ। कमल थापाले के अपराध गरेको थियो? हामीले कुनै अपराध गरेका थिएनौं, कुनै निषेधित क्षेत्र तोडेका थिएनौं। सामान्य भइरहँदा प्रहरीले लाठीचार्ज गर्ने र त्यो लाठीचार्ज नगर भनेर सम्झाउन जाँदाखेरि गर्दनमा समातेर खलाउने र हिसार्दै लिएर जाने जुन निन्दनीय कार्य भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जवाब कुनै न कुनै दिन दिनुपर्ने छ। साथीहरू, जनताको परिवर्तनको चाहनालाई दमन गर्नको निमित्त सरकार रहेको छ। तर्साएर, धक्काएर भ्रष्ट शासनलाई, भ्रष्ट व्यवस्थालाई जोगाउन सकिँदैन। यही कारणले गर्दा सरकार र केही गणतन्त्र पक्षधर प्रमुख दलहरू अत्तालिएका छन्। हिजो जेठ 19 गते नेपाली जनताका अत्यन्तै लोकप्रिय राजा को
देहावसान भएको पुण्य स्मृतिमा कमलादी मन्दिर परिसरमा दिवंगत राज परिवारका सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गर्नको निमित्त राज परिवारका केही सदस्यहरूको सहभागिता आफ्ना दिवंगत प्रियजनहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्नको निमित्त राज परिवारका सदस्यहरू सहभागी भएको त्यो धार्मिक सांस्कृतिक कार्यक्रममा उग्रवादी उग्र वामपन्थी शक्तिका केही गुरिल्लाहरूले ढुङ्गामुढा गर्ने कार्य गरे। अब त्यो नेपाली जनतालाई कदापि स्वीकार्य हुने छैन। म सरकारलाई चेतावनीका साथ भन्न चाहन्छु, आगो माथि खेल्ने काम नगर्नुहोस्। राज परिवारलाई इंगित गरेर हिंसात्मक गतिविधि गर्ने दुष्प्रयास गर्नुभयो भने, अराजक गतिविधि गर्नुभयो भने सिङ्गो देश तपाईहरूका विरुद्धमा सशक्त ढङ्गले उठ्नको निमित्त बाध्य हुनेछन्। यसरी अत्तालिएको सरकारले दमनकै आधारमा यो आन्दोलनलाई निस्तेज पार्छु भनेर जुन दुष्प्रयास गरिरहेको छ, त्यसका विरुद्धमा हामी सबै राष्ट्रवादीहरू एकजुट भएर अझ सशक्त ढङ्गबाट अगाडि बढ्न म आह्वान गर्दछु। आदरणीय साथीहरू, जुन किसिमको अमानवीय व्यवहार बर्बरतापूर्ण ढङ्गबाट मलाई घिसार्ने काम गरियो, जुन प्रकारबाट बुटले हिर्काउने, लाठीले हिर्काउने काम गरियो, त्यसले म कति पनि विचलित भएको छैन। अझै पनि घाउ पूरा रूपमा निको नभए तापनि यो आन्दोलनमा मेरो पूर्ण रूपमा सहभागिता छ र भविष्यमा पनि रहनेछ। यो निर्लज्ज सरकार कतिसम्म गिर्न सक्छ भन्ने कुराको एउटा ज्वलन्त प्रमाण त मलाई घिसार्दै लगेर प्रहरी हिरासतमा राखेपछि मलाई भेट्न भनेर आउनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, मकवानपुर जिल्लाबाट निर्वाचित सांसद, मेरो भाइ सरहको व्यक्ति दीपक सिंह मलाई भेट्न आउनु भएको थियो। मलाई भेट्न आउँदाखेरि त्यही काठमाडौँ जिल्ला प्रहरी परिसरमा बाट उहाँलाई नियन्त्रणमा लिएर हिरासतमा राख्ने काम गरे। जो भेट्न आएको उहाँको के अपराध, के गल्ती गर्नुभएको छ? उहाँले मानवीय संवेदनाको आधारमा भेट्न आउनुभयो, वही एउटा निर्वाचित सांसदलाई गिरफ्तार गर्ने जस्ता जुन कानून विरोधी, संविधान विरोधी, मानवता विरोधी कार्य यो सरकारले गरिरहेको छ, त्यसको जतिसुकै निन्दा गरे पनि कम।
र साथसाथै म सँगसँगै केही युवा साथीहरूलाई समेत पक्राउ गरेर हिरासतमा राख्ने काम गरियो। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सरकारका यस्ता हरकतका बावजुद हाम्रो आन्दोलनलाई हामी अझ सशक्त ढंगबाट अगाडि बढाउने छौं। हामी सबैले बुझेका छौं यो आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनको निमित्त हो। कुनै पार्टी वा कुनै व्यक्तिको स्वार्थको लागि होइन, चुनाव जित्नको लागि पनि होइन। यो आन्दोलन नेपाली जनताको चाहना अनुसार हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापनाको लागि हो। विगत 18 वर्षदेखि देशमा कायम रहेको सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन, मिटर ब्याजीबाट पीडितहरूको राहत र उद्धार निमित्त हो। त्यसर्थ यो आन्दोलन कुनै एउटा पार्टीको होइन, कुनै एउटा समूहको होइन। यो आन्दोलन आम जनताको हो, प्रत्येक स्वाभिमानी नेपाली जनताको हो। त्यसर्थ देशको अहिलेको भ्रष्ट व्यवस्थाबाट देशलाई मुक्त तुल्याउन चाहनुहुन्छ भने यो आन्दोलनमा साथ दिन, सहभागी हुन म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आह्वान गर्न चाहन्छु। विशेष गरी काठमाडौँका जनतालाई म आह्वान गर्न चाहन्छु, तपाईहरू अब मूक दर्शक बसेर सुख पाउनुहुन्न, निष्क्रिय भएर बस्नु हुँदैन। काठमाडौँका जनताहरू, आज देशभरिका जनताहरू जागरुक भएर आफ्नै खर्चमा काठमाडौँमा आएर यो आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गरिराख्नु भएको छ भने काठमाडौँका स्वाभिमानी दाजुभाइ तथा दिदीबहिनीहरू पनि अब सडकमा उत्रिएर यो भ्रष्टाचारी सरकार, भ्रष्टाचारी नेताहरूका विरुद्धमा आवाज उठाउनु पर्दछ। आफ्नै देशका नागरिकलाई भुटानी नागरिक बनाएर मानव तस्करी गर्ने सरकार, भिजिट भिसामा विदेश जान लागेका गरिब निमुखा जनताहरूसँग लाखौं रुपियाँ असुल गरेर मानव तस्करी गर्ने यो घुसखोरी सरकार र जिउँदै मान्छेलाई सम्झनुहोस् त कति क्रूर काम छ यो। जिउँदै मानिसलाई इट्टा भट्टामा पोतेर मार्ने व्यक्तिलाई उन्मुक्ति दिने यो भ्रष्ट सरकार, मानवता विरोधी सरकारका विरुद्धमा काठमाडौँका जनता अब उठ्नु पर्दछ। म आह्वान गर्न चाहन्छु, नेपाली कांग्रेस, एमाले, माओवादीमा रहेका स्वाभिमानी राष्ट्रवादी नेपालीहरूले पनि जो नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहन्छन्, जो नेपालमा संवैधानिक राज संस्था सहितको बहुदलीय प्रजातन्त्र चाहिन्छ भन्ने मान्यता राख्दछन्, त्यस्ता कांग्रेस र एमालेका नेता र समर्थकहरूलाई पनि यो आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गरिदिनको निमित्त म आह्वान गर्न चाहन्छु। यसै गरी
विभिन्न धार्मिक समुदायका धार्मिक व्यक्तित्वहरू, स्वामी, गुरु, पुरोहितहरू, तपाईहरूले पनि यो आन्दोलनमा साथ दिनको निमित्त म आग्रह गर्न चाहन्छु। अघि गुरु श्रीनिवासले, स्वामी श्रीनिवासले एउटा असाध्यै राम्रो कुरा गर्नुभयो। म उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले भन्नुभयो कि यो गेरु वस्त्र लगाएर, स्वामी वस्त्र लगाएर हामी पूजा गर्छौं, पाठ गर्छौं, श्राद्ध गर्छौं, गराउँछौं, धार्मिक कार्यहरू गराउँछौं। त्यस्ता स्वामी, पुजारी, पुरोहित, गुरुहरूले यदि यो हिन्दू राष्ट्र बनाउने आन्दोलनमा साथ नदिने हो भने त्यो धर्मको नुन जुन उहाँले खानु भएको छ त्यसको पाप लाग्छ भनेर उहाँले भन्नुभएको। त्यसर्थ सबै गुरु, पुरोहित, स्वामी सबैलाई यो आन्दोलनमा साथ दिनको निमित्त म आग्रह गर्न चाहन्छु। आदरणीय साथीहरू, मैले अघि पनि भनिसके, यो आन्दोलन हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापना नभएसम्म, यो भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नतुलाएसम्म यो आन्दोलन निरन्तर रूपमा जारी रहनेछ। हामी कदापि विश्राम गर्ने छैनौं। हो, आन्दोलनको स्वरूपमा समय, काल, परिस्थिति अनुसार केही परिवर्तन हुन सक्दछ, केही सुधार हुन सक्दछ, तर जुन लक्ष्य लिएर हामीले यो आन्दोलन सुरु गरेका छौं, जुन लक्ष्य प्राप्तिका निमित्त तपाईहरूले दुःख कष्ट गरेर यो अभियानमा साथ दिनु भइरहेको छ, तपाईहरूलाई धोका दिने काम हामी नेतृत्वबाट कदापि हुने छैन भन्ने म विश्वास दिलाउन चाहन्छु। होला केही कमी कमजोरीहरू होला, हामीले केही सुविधा दिन नसकेका होला, तर पनि तपाईहरूको जुन उत्साह छ, तपाईहरूको जुन राष्ट्रवादी भावना छ, त्यसलाई हामी कदापि मर्न दिने छैनौं, तपाईहरूप्रति बेमानी गर्ने छैनौं भन्ने कुरा पनि म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। साथीहरू, अन्तमा म फेरि एकपटक तपाईहरू सबलाई अहिलेसम्म तपाईहरूले देखाउनु भएको उत्साह, तपाईहरूको प्रतिबद्धताको निमित्त म धेरै धेरै धन्यवाद दिन चाहन्छु। भोलिदेखि के कस्ता कार्यक्रमहरू हुने भन्ने बारेमा यो सभा सकिने बित्तिकै बस्ने बैठकले निर्णय गर्नेछ र त्यस सम्बन्धी जानकारी तपाईहरूलाई सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट दिइनेछ। तपाईहरू यो विचार गर्नुहोस्, मानसिक रूपमा तयार भइराख्नुहोस्। हामीले केही दिन कार्यक्रम अलि फरक ढंगबाट गरे तापनि सरकारले यो निषेधित क्षेत्र को निर्णय फिर्ता नलिएको अवस्थामा हामी माग गर्न चाहन्छौं कि यो अलोकतान्त्रिक, संविधान विपरीत सिङ्गो काठमाडौँ महानगरलाई निषेधित क्षेत्र घोषित गर्ने कार्य फिर्ता लिनुपर्दछ। सरकारले आफूलाई लोकतान्त्रिक भन्ने तर जनताले शान्तिपूर्ण भेला गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने यो कार्य कदापि नेपाली जनतालाई स्वीकार्य हुने छैन। तपाईहरूले चाँडोभन्दा चाँडो यो निषेधित क्षेत्रको निर्णय फिर्ता लिनु भएन भने जनताले बाध्य भएर यो निषेधित क्षेत्र तोडेर आन्दोलन अगाडि बढाउनु पर्ने अवस्था हुँदछ। तपाईहरूले सक्नुहुन्न, सिङ्गो काठमाडौँमा हामीले यदि आन्दोलन गर्न चाह्यौं भने रोक्न सक्नुहुन्छ? यही जमात पनि अहिले हामी जुलुसको रूपमा यता गौशाला वा ज्ञानेश्वरतिर गयो भने तपाईहरूले रोक्न सक्नुहुन्छ? कतिलाई गोली हाल्नुहुन्छ? हामी शान्तिपूर्ण ढंगबाट आन्दोलन गर्ने भएको हुँदा सहेर बसेका छौं। चाँडो भन्दा चाँडो
निषेधित क्षेत्रको निर्णय फिर्ता लिनुहोस्। हामीलाई शान्तिपूर्ण ढङ्गबाट आन्दोलन गर्ने ठाउँ चाँडोभन्दा चाँडो सुनिश्चित गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु। र अब जाँदा जाँदै तपाईहरु सबैलाई केही नाराहरूमा साथ दिनको निमित्त आग्रह गर्न चाहन्छु। सबै पछाडि बसिरहनु भएका साथीहरू, पर डिलमा बसिरहनु भएका साथीहरू सबैलाई यो आन्दोलनमा सहभागी सबैलाई नारामा साथ दिन आग्रह गर्न चाहन्छु। राजा आओ, राजा आओ, राजा आओ। एकपटक आफ्नो स्थानमा उभिएर ठुलो स्वरले यो नारामा साथ दिनको निमित्त म आग्रह गर्न चाहन्छु। साथीहरू नारामा सबले साथ दिनुहोस्। पर बस्नुभएका साथीहरू पनि कृपया आफ्नो स्थानमा उठेर तपाईहरुले यो नारामा साथ दिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु। सबैले राजा आओ, भ्रष्ट सरकार, भ्रष्ट सरकार। धेरै धेरै धन्यवाद साथीहरू।